एउटा कुरा अफ आङ्ग्री भाइ एउटा कुरा है, यो केही नै होइन, यो कसम केही होइन, यो त स्टार्टिङ नै होइन, यो केही होइन। आफै सोच है केटा हो, यो केही होइन भाइ, कसम लाने त लाने हो। अब गाँठ कुलट भएर अब भनिदिने काम हो, भनिदिन्छु म। मुभिन आइसकेको छ हावाको स्पिडमा। आदित्य भाइ come on right. आदित्य भाइ कसम फर्क अब, यो केही नै होइन, यो केही नै होइन, कसम यो केही होइन, यो केही नै होइन। अब फर्क होइन, दामी गऱ्यो यहाँसम्म होइन, यो केही नै होइन, कसम ढाँट्यो होइन। माथि योभन्दा ठुल्ठुलो ढुङ्गा छ, यो केही होइन, कसम है। ओहो सुजल भाइ केटा हो यहाँ छ ल्या, दामी हो, यो केही नै होइन है, अहिले भन्दैछु यो केही नै होइन। त्यो टर्निङ बसी थाहा हुन्छ, औडा छ बाटो त, फर्किनु ठिक हुन्छ, एकै नै होइन। यहाँभन्दा त पुस नगर, औडा छ बाटो, पुस नगर, त्यो घुम्तीबाटै लोडु छ। सक्छु अब होइन, आँट्छु भन्यो भने ठिक छ, ट्राई गर है, तर भनिदिने काम हो भनिदिए, फर्की मात्र छोडिदियो अब। के एकै सरमा झ्याममा हान्नु पऱ्यो, अड्क्यो भने गाह्रै पर्छ क्या केटा। यस्तै छ जिन्दगी। देख्छ तिमी भ्यान छ, तिमी त हाल माको डक्स फर्किने भएपछि केटाहरूलाई लिड गर न राम्रोसँग है। फर्क केटा, औडा छ माथि। बरु यताबाट घाइली जाँदाखेरि पुल तरेर मुक्तिनाथ मन्दिर जानु मिल्छ, छिर्दा हो है। यसो घुम कि भोक लाग्यो खाना खाऊ, यसो बस। फर्किनु लाग्छ आदित्य भाइ। फर्क भाइ, सबै एकैचोटि फर्क घुम्दै है, सबै एकैचोटि ग्रुपमा फर्क क्या घुम्दै। सातै दिनमा त अब के गर्ने त, झन् गाह्रो छ माथि।
लगडाहरू 3 जना चाहिँ उता पुगिसके अरे 24 आवर तर हाल्दैछ यहाँ जो सेसन के अरे होइन अब हेरौँ यहाँ के हुन्छ है साथी साथी अलिकति यहाँ हक्स हान्दैछ केटा देखाउनु मिल्दैन टाउको चाहिँ यहीँ छ है फेरि झन् अप्ठ्यारो हुन्छ पछि जानेलाई भ्याक्सोले छिराउनु है यहाँ फेरि हाम्रो नो बडी बट भ्याक्सो वाइल्ड कार्ड एन्ट्री हुँदै तलबाट यता भाइ चाहिँ जाँदैछ सुमित भाइ यहाँ प्रयास जारी छ यो अब्स्टाकल्स कटाउनलाई अनि अब यहाँ यस्तो हुने भयो गाइस कस्तो हुने भयो भन्दा अब हामी चाहिँ यहाँबाट जति अब हामी जान सक्छौँ होइन दादा हो यति हामी जान्छौँ जति सक्नुहुन्न उहाँहरू फर्किनुहुन्छ अब कालु चाहिँ कालुको बाइक कालु अलिक मोटो भएर पनि होला के दाइ है हो बिचरा मोटो भएर अलिक गाह्रो भयो बाइकले अलिक राम्रोसँग रेस्पोन्स गरेन त्यही भएर हामी कालुलाई चाहिँ अलिक लान्छौँ है हाम्रो पालालाई आइसकेको छन् र अझै पनि कस्तो हुन्छ भन्नु नि दादा बवाल हुन्छ अब यहाँबाट त गइयो नि त यो पछिको स्टेपमा फेरि को जाने हो को जाने हो को पुग्छ त म नि नपुग्न सक्छु गाइस जे नि हुन सक्छ त्यसको लागि प्रतीक्षामा बस्नु होला यो फर्किनेहरू फर्के हुन्छ अब आदित्य भाइ